आजको विश्व अर्थतन्त्रमा हैन एउटा यस्तो शक्ति छ जुन देखिँदैन तर सायद सबैभन्दा शक्तिशाली छ र त्यो हो अमेरिकी डलर। यो केवल अमेरिकाको पैसा मात्रै होइन, यो त संसारकै राजा मुद्रा जस्तै हो। आखिर यसले कसरी विश्वव्यापी व्यापार र राजनीतिमा आफ्नो पकड जमाएको छ त? आउनुस् आज यसकै अदृश्य साम्राज्यको बारेमा अलि गहिरेर कुरा गरौँ। सुरुवात गरौँ एउटा अचम्मको तथ्यबाट। संसारभरका केन्द्रीय ब्याङ्कहरूले जति पनि विदेशी मुद्रा जम्मा गरेर राख्छन् नि, त्यसको 58% त अमेरिकी डलरमै छ। सोच्नुस् त, यो अरू कुनै पनि मुद्राभन्दा कता हो कता माथि हो र यसले नै देखाउँछ कि डलरको जग कति बलियो रहेछ। र यो निर्भरता अझ गहिरो छ। विश्वभरि हुने हरेक 100वटा विदेशी मुद्रा कारोबारलाई हेर्ने हो भने तीमध्ये 89वटामा एक पक्षमा अमेरिकी डलर हुन्छ। मतलब विश्वको वित्तीय प्रणाली डलर। अब व्यापारको कुरा गरौँ। संसारमा हुने आधाभन्दा बढी अन्तर्राष्ट्रिय व्यापारको बिल अमेरिकी डलरमै बन्छ। सामान जापानबाट आओस् कि जर्मनीबाट, भुक्तानी चाहिँ प्राय डलरमै हुन्छ। त्यसो भए यी सङ्ख्याहरूले के देखाउँछन् त? यसले के देखाउँछ भने डलर केवल यी एउटा मुद्रा मात्र होइन, यो त विश्वको वित्तीय भाषा नै बनेको छ। जुनसुकै देशले अन्तर्राष्ट्रिय व्यापार गर्न चाहे पनि उसलाई डलरको आवश्यकता पर्छ। यहाँ एउटा एकदमै रोचक विरोधाभास छ। अमेरिकाले विश्वको जम्मा 10% व्यापार गर्छ, तर उसको मुद्राले 54% व्यापारमा राज गर्छ। यो कसरी सम्भव भयो? यसको जवाफ इतिहासमा लुकेको छ। हो, डलरको यो प्रभुत्व कुनै संयोग थिएन। यो त 20औं शताब्दीका दुईवटा महत्त्वपूर्ण रणनीतिक मोडहरूको परिणाम हो, जसले डलरलाई विश्वको सिंहासनमा बसाइदियो। सुरुमा सन् 1944को ब्रेटन वुड्स सम्झौताले डलरलाई सुनसँग जोडेर विश्वको मुख्य मुद्रा बनायो। तर जब 1971मा त्यो सम्बन्ध टुट्यो, तब पेट्रोडलर प्रणालीले डलरको सिंहासन बचायो। यस प्रणाली अनुसार ठूला तेल उत्पादक देशहरूले तेल बेच्नका लागि डलर मात्र स्वीकार गर्ने सहमति गरे। र यसको परिणाम के भयो? यसले डलरको लागि एउटा कहिल्यै नटुङ्गिने विश्वव्यापी माग सिर्जना गर्यो। तेल किन्न होस् वा अन्य कुनै व्यापार गर्न सबैलाई डलर चाहिने भयो, जसले गर्दा यसको केन्द्रीय भूमिका झनै बलियो भयो। यो विश्वव्यापी मागले संयुक्त राज्य अमेरिकालाई कस्तो फाइदा पुर्याउँछ त? यसले अमेरिकाको लागि केही अविश्वसनीय फाइदाहरू सिर्जना गरेको छ। धेरै पहिले एक फ्रान्सेली अर्थमन्त्रीले डलरको यो शक्तिलाई असाधारण विशेषाधिकार भनेर वर्णन गरेका थिए। यो वाक्यांशले अमेरिकाले विश्वको रिजर्भ मुद्रा भए बापत पाउने अद्वितीय फाइदाहरूलाई एकदमै राम्रोसँग बयान गर्छ। यो विशेषाधिकार भनेको के हो त? सरल शब्दमा भन्नुपर्दा, जब सारा संसारले तपाईको मुद्रा प्रयोग गर्न चाहन्छ, तपाईले यस्तो आर्थिक फाइदा पाउनुहुन्छ जुन अरू कसैले पाउँदैन। यो विशेषाधिकारको फाइदा अमेरिकाले कसरी उठाउँछ त? हेर्नुहोस्, यसका 3वटा मुख्य पाटा छन्। पहिलो, अमेरिकाले एकदमै सस्तो ब्याज दरमा ऋण लिन पाउँछ। दोस्रो, र यो त झन अचम्मको छ, उसले केवल कागजको पैसा छाप्छ र त्यसको बदलामा संसारभरिबाट वास्तविक सामान जस्तै गाडी, फोन जे पनि किन्न सक्छ। र तेस्रो, उसले भू-राजनैतिक हतियारको रूपमा पनि डलर प्रयोग गर्न सक्छ। कसैलाई तह लगाउनु पर्यो भने डलर सिस्टमबाटै बाहिर निकालिदिने। कति शक्तिशाली कुरा होइन? तर यहाँ साँच्चै रोचक कुरा के छ भने डलरको यो लामो समयदेखिको प्रभुत्वले अब नयाँ प्रश्न र चुनौतीहरूको सामना गरिरहेको छ। विश्वका केही ठूला अर्थतन्त्रहरू जस्तै चीन, रुस र ब्राजिल अब अमेरिकी डलरमाथिको निर्भरता घटाउन चाहन्छन्। उनीहरूले आफ्नै मुद्रामा व्यापार गर्न थालेका छन् र यो प्रक्रियालाई डी-डलराइजेसन भनिन्छ। यो चार्टले अहिलेको अवस्थालाई स्पष्ट पार्छ। हेर्नुस् त, डलरको हिस्सा अझै पनि विशाल 58% छ। युरो 20%मा छ भने चिनिया युवान जम्मा 3%मा सीमित छ। यसले के देखाउँछ भने डलरलाई चुनौती दिनु त्यति सजिलो छैन। डी-डलराइजेसनका लागि विभिन्न रणनीतिहरू अपनाइएको छ, जस्तै आफ्नै मुद्रामा व्यापार गर्ने वा युरो र युवान जस्ता विकल्पहरू खोज्ने। तर धेरैजसो विशेषज्ञहरू के मान्छन् भने डलरलाई विस्थापित गर्न तत्कालै सम्भव छैन। उनीहरूको विश्वास छ कि यसको प्रभुत्व अझै केही दशकसम्म कायम रहनेछ। आखिर डलरको शक्तिको वास्तविक रहस्य के हो त? त्यो हो अमेरिकाको विशाल र विश्वसनीय वित्तीय बजार। लगानीकर्ताहरूलाई थाहा छ कि उनीहरूको पैसा त्यहाँ सुरक्षित छ। यो विश्वास र प्रणालीको गहिराईलाई कुनै पनि अर्को देशले रातारात बनाउन सक्दैन। त्यसो भए भविष्यमा के होला?
के डलरको ठाउँमा अर्को कुनै एउटा मुद्राले राज गर्ला, वा हामी यस्तो विश्वतर्फ जाँदैछौँ जहाँ कुनै एउटा मुद्राको होइन धेरै मुद्राहरूको समान महत्त्व हुनेछ? यो प्रश्नले आउने दशकहरूको विश्व अर्थतन्त्रको दिशा निर्धारण गर्नेछ।